काली गण्डकी यो त पानी आउँदा त पुरै भरिँदैन नि है भरिनु पर्यो नि यार नेपालको सबैभन्दा ठुलो नदी सबैभन्दा ठुलो त होइन दोस्रो ठुलो सप्त गण्डकीको ठुलो सबैभन्दा ठुलो नदी चाहिँ यहाँ यो यस्तो ढुङ्गा चाहिँ पुरै मिलाएर लाए जस्तो छ नि यहाँ सर यही त हो सबभन्दा धेरै राम्रो शालिकहरू पाइने ठाउँ हो र ए हो नि त रामपिथी अघि के पनि पाइने एकछिन होइन र के रामपिथी अघि के रामापिथेकस त्यो त कहाँ यहाँ हुने हो र तिनौँ नदीमा हो के त्यो त शालिक भेट्टिन्छन् कि यहाँ शालिक राखिदियो होला नि हेर्नु ढुङ्गा कस्ता राम्रा भएछन् पुरै त्यो पानीले पिटेर होइन यस्तो सेप बसेका छन् जय जय माता माता काली गण्डकी यहाँनिर त सर त्यो काली रिडीतिर आएर पूजा गर्छन् नि यहीँनिर रहेछ कि हो कि यी होइन त यस्तो टेन्टहरू बनाएका छन् नि ऊ होइन भन्नुहुन्छ त्यो ऊ टाँगेछन् यहाँनिर यस्तो राम्रो बनाछन् ओहो भाइला पुरै हामीलाई यसको यो बगर पार गर्न 1 मिनट 2 मिनट लागिसक्यो ऊ यता पुल बन्दै रहेछ नि त माथि हामी उहाँबाट आइरहेको छौँ यस्तो कस्तो राम्रो सेप बनेको र यस्तो मिठो बाइला छ सर त्यसै त बनेन के तपाईँले मान्नुहोस् न यार के यो ठाउँ के नत्र अन्त जता कतै ढुङ्गा यहाँ मात्रै बाइला हुने हुन्छ र होइन लिएर बिचा उकालो भाग जानु सोच्छु म त गइरो होला यार छैन नदिने गहिरो हुन्छ र कोही कोही हामी गइरो नि हुनसक्छ You wanna try? You wanna try to swim? Sir? फाइनल्ली हामी यो काली गण्डकी नदीमा आइपुगेका छौँ Finally we reach our destiny. गइरो छ Oh, काली गण्डकी गइरो छ यार काली गण्डकी नदी यो नेपालको सबैभन्दा ठुलो दोस्रो ठुलो नदीको सबैभन्दा ठुलो सहायक नदी भनौँ या ठुलो नदी नै भनौँ काली गण्डकी नदी मुस्ताङको दामोदर हिमालबाट आउँछ यहाँबाट 18 किलोमिटर माथि गयौँ भने हामीले रिडी जहाँ तीनमुखा पुल रहेको ठाउँ चाहिँ पाउन सक्छौँ नेपालको सबैभन्दा प्रसिद्ध र रिडी दुई तीनवटा नदीको सङ्गम स्थल र सबैभन्दा ठुलो घाट रिडी घाट भन्न पनि सक्छौँ यसको के भन्छ यति धेरै रहेको छ माथि अग्ला पहाडहरू रहेका छन् एकदमै रमाइलो छ